आलु चप र चटपटी पार्टी गर्न खोलामा गएको बेलामा पौडी खेल्दा धन्ने डुबेर मरिएन। यो कहानीको सुरुवात हुन्छ घरबाट नै। पहिलेदेखिको प्लानिङ अनुसार चाहिँ खोलामा गएर मिठो मसिनो केही खाने भन्ने कुरा थियो। मिठो मसिनो खानालाई बजेट नभएपछि हामीले चाहिँ आलु चप हालेर खाने प्लानिङ गर्यौं। त्यति मात्र नभएर हामीले चटपटी पनि खाने। त्यही भएर घरबाटै कोसी डेक्ची कराई सबै चिजहरू लगेर खोलातिर गयौं। अनि जाँदा जाँदै खेतमा गम्मु भान्जाले केराउ चोर्न लाग्यो। अनि म पनि के कम केराउ खाँदै हिँडेँ। खोलामा पुग्ने बित्तिकै केटाहरूले चुलो बनाउनतिर लाग्यो। अनि मैले चाहिँ डेक्चीमा पानी ल्याएर चुलोमा बसाल्दिएँ। अनि सन्तोष भाइले चाहिँ आलुहरू पखाल्नतिर लाग्यो। अनि त्यसपछि गम्मु भान्जाले दाउरा खोजेर ल्याए। अनि विवेक भाइ चाहिँ कता हरायो भनेको त खोलाबाट फुत्त निस्केर सरालबाट माछा भयो लिएर आउँछ भने। त्यसपछि प्याज र लसुनको पात अनि गानाहरू चाहिँ मजाले पखालेर काट्न थाल्यौं। अनि मैले चाहिँ अचार बनाउनको लागि लेलो पुदिना पनि टिप्न थालेँ। अनि आलु पनि पाकिसकेको रहेछ। अनि सबैजनाले मिलेर आलुको बोक्राहरू सो गर्यौं। अनि त्यति बेलासम्म गम्मु भान्जाले चटपटी पनि बनाइसके। अनि चटपटी बनिसकेपछि कसले कति खान्छ भन्ने कम्पिटिसन पनि भयो। अनि मलाई कसले जित्न सक्ने अनि लास्टमा गम्मु भान्जाले बचे डेक्ची अनि जात्न थाले। चटपटी सकिसकेपछि अब पालो आयो आलु चपको। यसको लागि फेरि सन्तोष भाइ मास्टर रहेछ। अनि यति बेलासम्म तेल पनि तातिसकेको थियो। अनि हामी लाग्यौं आलु चप पकाउन। परम्परा अनुसार पाकेको चिज पहिला दही देउतालाई चढाउनु पर्छ भनेर मैले खोलाको मसालालाई ओल्नो खोला पल्लो खोला उसलाई त्यसलाई चढाइसकेपछि लास्टमा मैले आलु चप खाएँ। त्यसपछि खोलामा आइसकेपछि पौडी त खेल्नु पर्यो भनेर मस्तले पौडी खेलिरहेको थियो। धन्न डुबेर मरिन भने पाखाएर डेक्चीमा बचेको अलिअलि आलु चप पनि खाएर सकाएँ। त्यसपछि घरतिर लागे फुल भ्लग पनि युट्युबमा आइसकेको छ। हेर्दै गर्नु ल। एन्ड बाई।